सबैजनालाई नमस्कार। म निधु अधिकारी। मैले चाहिँ अगाडि पनि भिडियो हालिसकेको छु। म चाहिँ खप्तर बाबाको स्वास्थ्य विज्ञान सम्बन्धी किताब पढिरहेको छु भनेर। म चाहिँ आज खाद्यान्न अथवा खानपान कसरी गर्ने, के खानपान गर्ने भनेर, भोजन कसरी गर्ने भन्ने विषयमा पढेको थिएँ। त्यही सानो भिडियो बनाएर हाल्न मन लागेर हजुरहरूमा चाहिँ यो भिडियो लिएर आएको छु। सबैजनाले हेरिदिनु होला लास्टसम्म र लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। खाना चाहिँ हामीले हाम्रो शरीरको पोषणका लागि अति आवश्यक पर्छ। हामी चाहिँ कतिसम्म एक्सर्साइज गर्छौँ, कतिसम्म हिँडडुल गर्छौँ, कति काम गर्छौँ, त्यही अनुसार खाने। कम काम गर्नेले कम खाने, बसिरहनेले कम खाने, अलि एक्सर्साइज बढी गर्नेले बढी खाने। तर त्यस पछाडि हामीले प्याकेटका खानेकुरा चाहिँ बन्दै गर्ने, नखाने। हामीले चाहिँ समय व्यस्तता भएर अथवा कुनै कारणले खानै परे पनि प्याकेटको खाना चाहिँ एकदम कम खाने, नखाने। त्यसलाई धेरै समयसम्म टिकाउनलाई हरेक खालका केमिकलहरू हालेको हुन्छ। हामी घरमै उत्पादन भएका मौसम अनुसारका तरकारी, फलफुलहरू खाने गर्नाले हामी निरोगी हुन सक्ने रहेछौँ भन्ने बुझेँ मैले चाहिँ।